हेलो नमस्ते, मेरो नाम सोनम अनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो तपाईहरुले जज चाहिँ नगर्नु होला, मेरो यो भिडियो चाहिँ भर्खर बनाउन थालेको छु। आई एम नट मच एक्सपिरियन्स इन मेकिङ भिडियोज। सो अब मेरो इङ्ग्लिस पनि त्यस्तै छ, सो डोन्ट माइन्ड हैन। सो त्यही भएर तपाईहरुले यो भिडियो हेरेर इन्जोय गरेर मलाई प्रतिक्रिया दिनु होला। सो त्यति दिनको लागि मैले जति पनि क्याप्चर गरेको छु इन्जोय गर्नु होला अनि लाइक शेयर सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला। सो यति भन्दै आजको लागि म बिदा हुन्छु, धन्यवाद। एन्ड बाई द वे दिस इज माई फेभरेट टी सर्ट हैन, चेक दिस आउट। आई लभ दिस प्रिन्ट, एकदम राम्रो क्वालिटीको छ। मौसम अपडेट, कालो बादलका साथ आज राति भारी वर्षा हुने। सो राइट, हाम्रो यो खै के भन्छ अरे यसलाई, यो थाहा भएन। यहाँ चाहिँ अब गुलाब, छोटो खालको सानो खालको गुलाब भयो त ल, भयो त ल, छिटो नै गेट खोला। कस्तो दामी भएर गोप्रो 1 2 3 1 2 3। हाम्रो छाता चाहिँ क्या, हाम्रो घर चाहिँ अमेरिका होइन र बाट ल्याएको अन्त फेरि मैले अस्तिदेखि देखाउनु मन लागेको थियो कि फुल चाहिँ यस्तो केरा फल्दैछ यहाँ, केरा फल्दैछ, केरा। मुनेहरु पोज दे प्लिज, प्लिज पोज दे। तिमीले केही नगरी चलेर तिमीले गर्दा कन्फर्म चल्छ कि। रातो र सेतो ट्याक्क मिलेको रहेछ यसको आमा चाहिँ यहाँ रहेछ, कानमा त्यो ट्याग लगाइदिएको छ। त्यो कान फुल्यो। आमा मासु छ, मासु पाइन्छ? मासु छैन। ए ल, मासु छैन रे, जाउँ गाउँतिर। आमा मासु पाइन्छ? मासु छैन। किन? दोकानमा मासु राख्नुहुन्न? मासु होइन हौ, माछा पाइन्छ। माछा ए वाउ, मासु नभएर के भयो त, माछा रहेछ नि त, काम चल्छ, ठिक छ। र तपाईहरुले चाहिँ यो मेरो भिडियोमा यानि कि भ्लगमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ गाउँतिर गएको। मैले मेरो साथीहरु भेटाएको छु गाइज। के छ हालखबर ब्रो? मस्त। तपाईहरुलाई देखाउन ल्याएको चाहिँ यो हो के, टक्क यो भनेको चाहिँ धानको बिउ जसरी रोप्छ हाम्रो गाउँघरतिर। यता चाहिँ मकैबारी, ल यो धान फल्दैछ हाम्रो पनि। अब हाम्रो चाहिँ यो चाहिँ हाम्रो मामा घर हो। अनि यहाँ आएको चाहिँ म के को लागि भन्दाखेरि I will show you something for today. Yes. मासु काटेको बोका पूजा थियो। आँप पो बवाल फलेछ है, आँप हातले भेट्ने गरे। आँपको मालिक नि चाहिँ उता डह्रो फलेछ त नि। भित्र प्लास्टिक झुन्ड के छ? हाँस बाबुहरू, हाँस बाबुहरू मासु खानु पाएर हाँसिरहेको छु होइन। के हाँस अरे राजा?
चिनिया दिस इज गुवा झरो भने गुवा गिफ्ट कस्तो लाग्यो एकदमै मन पर्यो मलाई पुरा भोइस त अलिक ठुलो पारेको गिफ्ट ल्याइदिएको मलाई मैले यसलाई के को सुनको सुन र ब्ल्याक डायमन्ड मामा चेस मामा वाइफाई चेस यता नि मामा चेस यता नि वाइफाई चेस कतिवटा दुईटा खानु मन छ नि धन्यवाद प्लिज नदेखाउनु यस्तो पसिनै यो तेल बनाएको दामी सनसेट भइरहेछ है गाउँघरतिर मुसिलो छ कि क्या हो होइन मकैबारी हो यो चाहिँ मकैबारी दर्याम भनेको जस्तो हुन्छ दर्याम चाहिँ यस्तो ब्युटिफुल ब्युटी गाउँको ब्युटी भनेको चाहिँ दामी गाउँ भने गाउँै हो सनसेट चाहिँ मजाकै हेर्न पाइन्छ है गाउँमा क्या सेटिस्फाइड यो चाहिँ अघि देखाएको धान रोपेको अब यहाँ मकै उगाएर धान रोप्ने हो हजुर बनाना